हेर त्यहाँ चराले दाना खाए तरी तलै निउरेर मोबाइल भित्र बिस्तारै पिट्या नि त हुन्छ नि कत्रो बेसरी पिट्या त है दुख्दैन हामीलाई अनि बिस्तारै पिट्यो भने मलाई चाहिँ किन बेसरी पिट्यो त मेरो दिमाग फुस्क्यायो नि यही भएर हो कि मोबाइलमै छिर नि त ल मोबाइलले छिर ल तपाईँले मोबाइल हेरुन्जेल म के भन्छु रुसन होइन अनि कति मैले कति मोबाइल निउरेर हेर्दैछु चाहिँ किन खेदो भने त ल सुन आज एउटा काम गर्नु पर्यो मलाई तिमीसँग एउटा सल्लाह गर्नु पर्यो क्या गर्दिन प्याट्ट पिटेर सल्लाह जहिले नि सल्लाह है सुन आज गर्दिन भने कि त्यो किन जबरजस्ती सुन्नै पर्छ ए बुढी घुम्न जाउँ भने के घुम्न जाउँ कहाँ जानु त ल जाने घुम्न जानु भयो त म जाने गरौँ मैले एउटा राम्रो ठाउँ सोचेको छु होइन म गीत राख्छु टिकटक दुई चार टिकटक गीत चल्दैछ अनि एउटा स्ट्यान्ड लिएर जाउँ न मोबाइल टक्क सिनेमेटिकबाट दामी क्यामेरा जस्तो भिडियो घुम्न जान्छ क्या सुन सुन मैले सोचेको छु कि राम्रो सरप्राइज हो अनि जान त जाने अनि कपडा तिम्रो छैन ल कपडा छ तिम्रो कहाँ मलाई होइन सबै तिमीलाई अट्ने कपडा छ त भने छोड्छिन भन न तेरो ज्यान यस्तो भन्न खोज्यो होइन तिमीलाई अट्ने कपडा छ मैले के भनेर न तिमीलाई अट्ने कपडा खाइ छैन कि कपडै नलाइ बसेछु म होइन यो त कहाँ त्यस्तो प्लानै क्यान्सल गर्नुपर्ने बस्छ फेरि तनाव हो क्या रोस्ना त्यो यसो गरौँ यो तन्ना काटौँ बिचबाट त्यो यत्रो टाउको निकाल्ने जति गोलो पारेर अनि त्यही लगाउने अनि कम्मरमा चाहिँ डोरीले बाँध्ने घुम्न लान लाग्यो कि मेरो बिल्ला हान्न लाग्यो नयाँ डिजाइन तपाईँ मलाई घुम्न लान घुम्न जाने ठाउँ एकदम राम्रो छ म नराम्री भए त्यो घुम्ने ठाउँ मोबाइलमै तिमी अटाएपछि त त्यो घुम्ने ठाउँ त क्या कसरी देखिन्छ त ल ठिक छ कपडा छैन सुन कपडा छैन मैले जबरजस्ती सुन्नुपर्छ भन्छ तपाईँको यो यस्तै चाहिँ यही तन्नाहरू राम्रै छ यसकै बिचमा टक्क गोलो टाउको छिरी बनाएर अनि त्यसपछि हालौँला तिमीलाई यो के अरे टाउकोमा राखेर अनि त्यसपछि गरौँला के म त्यस्तो पनि मोटा छैन थाहा छ रोशन तपाईँले त मलाई अचम्मै भन्नुभयो त अहिले त यार अति नै भन्नुभयो त कस्तो राम्रो छ कि रोसँग ट्रेक हेर न कस्तो दामी डिजाइन पनि छ फुल बुट्टा भएको हेर्दा नि टक्क वान पिस लाग्छ नबोल्नु ल मसँग प्रश्न म मोबाइल हेरिरहेको छु फ्रेस भइरहेको किन ल्याङ ल्याङ गरेँ कि म एकछिन 5 यसो मिनट कहिले काहीँ घुम्न जाउँ भन्ने हुँदैन अनि घुम्न जाने त ल जाउँ भने अनि फेरि जाउँ भनेपछि म त टक्क लाएर मेरो त सर्ट प्यान्ट बुट टक्क चस्मा टक्क म सब ठिक भइसक्यो तिमीलाई खोइ त म जति देखिँदैन अरू के हो त नि के हामी बरु यतिकै पनि आएर देखिरह आमा उ बेला बाबा ल पर्दा चाहिँ ऊ बेलामा यस्तो गैँडा थियो त कस्तो राम्रो त्यो त्यो के अरे त्यो सिसाको कोकवाला हुन्छ नि त्यस्तो वाला कोक फिगर थियो कोकको बोतलवाला फिगर थियो अहिले त जम्मू कोक जस्तो ज्यान छ के गर्ने त्यो बेलाको फिगर भन्छ अहिलेको त मान्छे त त्यही हो नि ज्यान हो ज्यान मान्छे त्यही भएर हुन्छ भने कस्तो कुरा गरे तिमी ज्यान हुनु परेन बानी बियर एक पैसाको छैन मान्छेलाई कहाँबाट बिल्ला हानु हे पाउँ